अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ नि लाई चाहिँ नि के चढेको हो, सनक चढेको हो होइन। उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि, तपाईँले लाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईले? 50,000 मान्छे आज घाइते छन्। त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले आज आएर तपाईँले जुन कुरा भन्दै हुनुहुन्छ नि, तपाईँले दुबईमा लगेको तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी खायो भनेर तपाईँको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु भने 1 करोडका रक्सी छन्। तपाईँले आफ्नो छोराको हत्याको पत्ता लाउनु भयो। योगी आदित्यनाथको फोटो देख्दा, हिन्दूवादी नेताको फोटो सडकमा देख्दा तपाईँहरूले त्यत्रो उचाल्नु भयो होइन। करण सिंहले आएर राजालाई कन्भिन्स नगरेको थियो भने नि इन्डियाको नेताले, तपाईँहरूले गणतन्त्र पाउनुहुन्थ्यो। अनि तपाईँहरू माओका फोटा राख्ने, स्टालिनका फोटा राखेर दारू खाने। अनि हाम्रा साथीहरूले तपाईँको योगी आदित्यनाथ जोगीको फोटो राखे, हिन्दूवादी नेताको फोटो राख्दा के बिग्रियो? केही बिग्रियो? यो व्यवस्था परिवर्तन भयो। ल भयो, कसका लागि भयो? नेपाल र नेपालीका लागि होइन। राजाले जनताको लागि, मेरा जनताहरू सबै लुटिए, तस्करबाट लुटिए, सबै धनी पूर्जा विहीन भए। देशमा भएका उद्योग धन्दा कल कारखाना सबै बेचेर खाए। बाबा मलाई साथ देऊ भनेर भन्दाखेरि यो मौका आउँदा पनि नेपाली नागरिकले गुमाउँछ भने नि योभन्दा ठुलो दुर्घटना र ठुलो दुःखको कुरा केही पनि हुँदैन। पश्चिमाहरूको मेन डिजाइनमा है, कनकुनीहरूको डिजाइनमा, पर्जल शमशेरको डिजाइनमा, तपाईँहरूकै डिजाइनमा तपाईँको राज दरबारको वंशनाश गरियो। तपाईँहरू अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने। राजा भनेको आगो, दाउरा नघोचिकन नि आगो बल्दैन। र हिजो राजा बिर्सिसकेको थियो नि, राजालाई सम्झिने माहौल त कुन हिसाब किताबले आज बनाइयो त? यो आन्दोलनमा भोलि केपी ओली आउनुभयो भने वेलकम छ। मैले होइन, यो आन्दोलनमा प्रचण्ड आउनुभयो भने वेलकम छ। राज संस्था ल्याउने, व्यवस्था परिवर्तन गर्ने उसमा तपाईँहरूले साथ दिनुपर्छ। किनभने यो मारवाडीको कम्पनी हुँदैछ नेपाल। कुन चाहिँ नेपालीका काम यो सरकारले गर्यो? मारवाडीकादेखि बाहेक कुन चाहिँ नेपालीको काम गर्यो? सबै बाँसबाडी छाला जुत्ता, मारवाडीको मुद्दा नचलाउने अरुण चौधरीको, बाल मन्दिरको खोइ, पशुपति आराध्य देवको खोइ, पशुपति आराध्य देवको मुद्दा के भयो? आज यो आन्दोलनको लिडरसिप त नि राजाले गर्नुपर्छ नि त, देश जोगाउनलाई। हिजो पृथ्वीनारायण शाहले देश एकीकरण गर्न पृथ्वीनारायण शाह निस्किनु भयो। तपाईँको 2007 सालमा नि राजा त्रिभुवन नि राजगद्दीमा 2.5-3.5 वर्षको ज्ञानेन्द्र सरकारलाई छोडेर उहाँ प्रवास गरेर चाहिँ जनतासँग सडकमा आउनुभएको होइन। यही त्रिभुवन